फुटबल लेजेन्डमा एउटा यस्तो लेजेन्ड प्लेयर पनि थिए जो अरूभन्दा युनिक थियो, जो अरूभन्दा एकदमै खास थियो। उसको खेल्ने स्टाइल एकदमै युनिक थियो र बिफोर मेसी र रोनाल्डो उसले फुटबलमा राज गरेको थियो। ऊ यति फास्ट थियो कि कुनै पनि डिफेन्डरले उसलाई समाउन सक्थेन। He was the complete striker. He was Ronaldo Nazario. Who is the best player you have played with or against in your career? Sans hésitation, Ronaldo. Ronaldo, the phenomenal. The best football player I have ever seen on a pitch. I think one of the absolute greats, even with his injuries. रोनाल्डो नजारियोको जन्म 18 सेप्टेम्बर 1976 ब्राजिलमा भएको थियो। रोनाल्डोका दुई दाजुभाइ थिए र रोनाल्डो 11 वर्षको हुँदा कारणवश रोनाल्डोको प्यारेन्ट्सहरू एकअर्कासँग छुट्टिनु परेका थिए, जसको कारणले गर्दा 11 वर्षकै उमेरमा आर9ले स्कुल छोड्छन् र फुटबललाई आफ्नो करियर बनाउनतिर लाग्छन्। र यो कुरा देखेर रोनाल्डोको मम्मीले भन्नुभएको थियो, मैले मेरो ब्याटल तब हारेँ जब मैले मेरो छोरालाई स्कुल जानुको साटो बाटोमा फुटबल खेल्दै गरेको देखेँ। र उनको यो प्यासन र डेडिकेसनले गर्दा 12 वर्षकै उमेरमा रोनाल्डोले आफ्नो पहिलो फुटसल क्लब भ्याल्किरी टेनिस क्लब जोइन गर्छन् र सानैदेखि स्ट्रिट फुटबल खेलेको कारणले गर्दा उनलाई फुटसल एडप्ट गर्ने एकदमै सजिलो भयो। र रोनाल्डोको टिमले एक गेममै 12 गोल स्कोर गर्छन्, जसमध्ये 11 गोल आर9 एक्लैले स्कोर गर्छन्। आर9को यो गेम र ट्यालेन्ट ब्राजिलको फर्मर प्लेयर जोर्जिनोले देख्छन् र उनलाई आफ्नो फर्मर क्लब कुजेरोबाट खेल्न रिक्वेस्ट गर्छन्। जोर्जिनोको बारेमा कुरा गर्ने हो भने जोर्जिनो फर्मर ब्राजिलियन प्लेयर थिए जसले 1970मा ब्राजिलसँग वर्ल्ड कप जितेका थिए। त्यसै गरी आर9ले यो अफर रिजेक्ट गर्छन् किनकि आर9को फेभरेट क्लब फ्लेमिङ्गो थियो र उनलाई सानैदेखि आफ्नो फेभरेट क्लबमा खेल्ने रहर थियो। तर कारणवश पैसाको कुराले नमिलेको कारणले फ्लेमिङ्गोले आर9लाई रिजेक्ट गर्छन् र जोर्जिनोको रिक्वेस्ट पछि आर9ले कुजेरोबाट खेल्छन् र कुजेरो आएपछि 25 मे 1993मा आर9ले डेब्यू गर्छन् र ड्युरिङ द्याट सिजन आर9ले 21 गेममा 20 गोल स्कोर गर्छन् र आफ्नो करियरको फर्स्ट ह्याट्रिक एगेन्स्ट कोलो कोलो एचिभ गर्छन् र सेकेन्ड सिजनमा आर9ले 24 गोल स्कोर गर्छन् र टोटल आफ्नो 2 सिजनमा आर9ले 47 गेममा 44 गोल स्कोर गर्छन् विथ 0.94 गोल रेसियो। रोनाल्डोको यो ट्यालेन्ट र स्किल्स देखेर 17 वर्षकै उमेरमा रोनाल्डो नजारियोलाई ब्राजिल नेसनल टिमबाट कल अप आएको थियो र उनले त्यो वर्ष वर्ल्ड कपमा एक गेम खेल्न नपाए तापनि ब्राजिलले वर्ल्ड कप जितेको थियो। र आफ्टर वर्ल्ड कप रोनाल्डो नजारियोले पिएसबी जोइन गर्छन् बिकज अफ हिज टिममेट रोमारियो र 20 अगस्त 1994 मा रोनाल्डो नजारियोले पिएसबीको लागि आफ्नो फर्स्ट गोल स्कोर गर्छन् र आफ्नो पुरै सिजनभरि 30 गोल स्कोर गर्छन्, जुन चाहिँ 18 वर्ष खेलाडीको लागि एकदमै ठुलो कुरा थियो। र रुडी बोलरले प्रेस कन्फरेन्समा भनेका थिए, नेभर इन माई लाइफ आई हेभ सिन अ 18 इयर ओल्ड प्ले लाइक दिस वे। 18 वर्षकै उमेरमा रोनाल्डो नजारियोलाई वान अफ द ग्रेटेस्ट ट्यालेन्ट भनेर चिनिने गर्छन्। यहाँ रोनाल्डोले आफूलाई डेभलप गर्छन् र आफ्नो सिग्नेचर स्टेप प्लास्टिकोको सुरुवात पनि गर्छन्, जुन स्टेपले उनलाई वर्ल्ड वाइड चिनाउने पनि गर्दछ। ड्युरिङ सेकेन्ड सिजन आर9ले आफ्नो करियरको फर्स्ट इन्जुरी फेस गर्नुपर्छ, जसको कारणले गर्दा आर9ले त्यति धेरै गेम खेल्न पाउँदैनन्। डिस्पाइट अफ इन्जुरी 21 एपियरेन्समा आर9ले 19 गोल स्कोर गर्छन् र टोटल आफ्नो 2 सिजनमा रोनाल्डो नजारियोले 58 गेममा 51 गोल स्कोर गर्छन् विथ 0.93 गोल रेसियो। र पिएसबीमा यो एकदमै खतरनाक 2 सिजन दिएपछि आर9को एटेन्सन वर्ल्ड वाइड भरिको क्लबले लिएको थियो। तर दुईटा यस्ता क्लब थिए जसले चाहिँ आर9लाई आफ्नो क्लबमा खेलाउनको लागि एकदमै आतुर थिए। ती क्लब थिए बार्सिलोना र इन्टर मिलान र अन्त्यमा त्यो समयको वर्ल्ड रेकर्ड फी 19.5 मिलियन पे गरेर बार्साले रोनाल्डो नजारियोलाई आफ्नो क्लबको लागि साइन गर्छन्। 17 जुलाई 1996 मा बार्सिलोनाले रोनाल्डो नजारियोलाई बार्साको लागि साइन गर्छन् र आफ्नो फर्स्ट ला लिगा सिजनमा रोनाल्डो नजारियोले 37 गेममा 34 गोल स्कोर गर्छन्, जसले गर्दा उनी ला लिगाको हाइएस्ट गोल स्कोरर पनि हुन्छन्। र आफ्नो पुरै सिजन भरिमा रोनाल्डो नजारियोले 49 गेम खेलेर 47 गोल स्कोर गर्छन्, जसको कारणले गर्दा आर9ले आफ्नो करियरको फर्स्ट गोल्डन बुट पनि जित्छन्। यो अहिलेसम्म रोनाल्डो नजारियोको बेस्ट सिजन थियो र 20 वर्षकै उमेरमा रोनाल्डो नजारियो पेले, क्रोइफ, म्याराडोनाहरू जस्ता प्लेयरहरूसँग कम्पेयर गर्न थाले र बार्साको टाइममा जोसे मुरिनोले भनेका थिए, रोनाल्डो नजारियो इज द ग्रेटेस्ट प्लेयर आई हेभ एभर सिन। र एट द एन्ड अफ 1996 20 वर्षकै उमेरमा रोनाल्डो नजारियो यंगेस्ट प्लेयर बने टु विन द फिफा वर्ल्ड बेस्ट प्लेयर अफ द इयर। र यो सिजनको इन्डमा कन्ट्र्याक्टको इस्युले गर्दाखेरि रोनाल्डो नजारियोले बार्सा छोड्नु पर्यो र बार्सा छोड्नु साथै इन्टर मिलानले त्यो बेलाको वर्ल्ड रेकर्ड फी 27 मिलियन पे गरेर रोनाल्डो नजारियोलाई साइन गर्छन्। र म्याराडोना पछि रोनाल्डो नजारियो मात्र यस्ता खेलाडी बने जसले ब्याक टु ब्याक वर्ल्ड रेकर्ड ट्रान्सफर फी ब्रेक गरे।
21 वर्षको उमेरमा रोनाल्डो नजारियो आफ्नो पिकमा थिए र त्यतिखेर उनले लालिगाबाट सिरियामा ट्रान्सफर हुनु पर्यो। त्यतिखेर सिरियालाई बेस्ट डिफेन्सिभ क्लब भन्ने गर्थे र आफ्नो फर्स्ट सिजनमा लिगलाई एडप्ट गर्दै रोनाल्डो नजारियोले 25 गोल स्कोर गर्छन् र सिरिया फुटबलर अफ द इयर पनि जित्छन् र यहीँबाट रोनाल्डो नजारियोको नाम फेनोमिना भन्न सुरु गरियो र यो सिजनमा R9ले सेकेन्ड टाइम फिफा वर्ल्ड प्लेयर अफ द इयर पनि जित्छन् र आफ्नो करियरको फर्स्ट ब्यालन डोर एचिभ गर्छन् र अहिलेसम्मको फुटबल हिस्ट्रीमा रोनाल्डो नजारियो इज द यंगेस्ट प्लेयर टु एभर विन अ ब्यालन डोर। त्यसैगरी 1998 वर्ल्ड कप आउँछ र रोनाल्डो नजारियोले आफ्नो टिमलाई वर्ल्ड कप फाइनलसम्म क्यारी गर्छन्। 22 गोल हारे तापनि R9 वाज द बेस्ट प्लेयर अफ द टुर्नामेन्ट। हाउएभर 1999 को सिजनमा 21 नोभेम्बरमा सिरियाको म्याच एगेन्स्ट लिससँग हुँदा आरएनलाई आफ्नो नीमा अलिकति प्रब्लम फेस गर्नुपर्छ र उनले ग्राउन्ड छोडेर त्यहाँबाट बाहिर निस्किनु पर्छ। आफ्टर चेकअप डाक्टरले R9लाई सर्जरी गर्न सुझाव गर्छन् र सर्जरी गरेपछि रोनाल्डो नजारियो आफ्नो कमब्याकको लागि तयार गर्छन्। त्यसैगरी 12 अप्रिल 2000 मा रोनाल्डो नजारियोले कमब्याक गर्छन् तर त्यो कमब्याकले सोचे जस्तो थिएन। उनको कमब्याक जम्मा 6 मिनेटको लागि थियो र 6 मिनेट खेलिसकेपछि उनले फेरि आफ्नो निक्याप टोन गर्छन् र उनलाई चाहिँ एकदमै डेन्जरस इन्जुरी हुन्छ र यो इन्जुरीले गर्दाखेरि R9ले 2000 र 2001 सिजन पुरै मिस गर्नुपर्छ र त्यसैगरी 2001 टु 2002 को सिजनको 80 to 85% अफ द म्याचहरू चाहिँ मिस गर्छन् र आफ्टर 2 अपरेसन अनि रिह्याब पछि R9ले आफ्नो कमब्याक 2002 को वर्ल्ड कपमा गर्छन्। यो यस्तो कमब्याक थियो जुन कमब्याकले चाहिँ दुनियाँलाई R9 को हो भनेर चिनायो। आफ्नो कमब्याकमा रोनाल्डो नजारियोले 8 गोल स्कोर गर्छन् र ब्राजिललाई फाइनल्ली 2002 मा वर्ल्ड कप जिताउँछन् र ब्राजिललाई 5 टाइम वर्ल्ड कप च्याम्पियन बनाउँछन्। सो ड्युरिङ 1997 देखि 2002 सम्म रोनाल्डो नजारियोले इन्टर मिलानबाट 99 एपियरेन्स दिन्छन् जसमध्ये उनले 59 गोल स्कोर गर्छन् र 2002 को वर्ल्ड कप पछि उनले इन्टर मिलानलाई छोडेर रियल मड्रिडलाई जोइन गर्छन्। त्यतिखेर रियल मड्रिड आफ्नो ग्यालाक्टिकस एरामा थियो र त्यसैगरी ड्युरिङ 2002 सिजन रोनाल्डो नजारियोले रियल मड्रिडको लागि डेब्यू गर्छन् र आफ्नो डेब्यूमा 22 स्कोर गर्छन् र रोनाल्डो नजारियो ती फ्यु खेलाडी मध्ये बन्ने जसले चाहिँ दुईटै बार्सा र रियल मड्रिडको लागि खेले र 2002 को सिजनमा रोनाल्डो नजारियोले आफ्नो बेस्ट वर्ल्ड कप परफर्मेन्सको लागि ब्यालन डोर जिते र त्यो उनको करियरको सेकेन्ड ब्यालन डोर थियो। त्यसैगरी 2003 सिजनमा रोनाल्डो नजारियोले च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा ओल्ड ट्राफोर्डमा गएर ह्याट्रिक स्कोर गरेका थिए जसको कारणले गर्दा त्यहाँको क्राउडले उनलाई स्ट्यान्डिङ ओभेसन पनि दिएको थियो र त्यसैगरी 2003 र 4 को सिजनमा रियल मड्रिड आफ्नो क्लब हिस्ट्रीको फर्स्ट टेबल जित्न एकदमै नजिक थिए तर एट द एन्ड अफ द सिजन फेरि रोनाल्डो नजारियो इन्जर हुन पुगे जसको कारणले गर्दा रियल मड्रिडले कोपा डेल रेको फाइनलमा हार बेहोर्नु पर्यो। त्यसैगरी च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा मोनाको द्वारा नकआउट हुनु पर्यो र आफ्नो सेकेन्ड सिजनमा रोनाल्डो नजारियोले क्लब हिस्ट्रीको फास्टेस्ट गोल एगेन्स्ट एथलेटिको मड्रिड इन 15 सेकेन्ड पनि स्कोर गरेका थिए र रोनाल्डो नजारियोको बेस्ट सिजन रियल मड्रिड हिस्ट्रीमा उनको सेकेन्ड सिजन थियो जुन सिजनमा उनले 25 गोल स्कोर गरेर पिचिची पनि जितेका थिए र रोनाल्डो नजारियोले त्यतिखेर एकदमै वेट गेन गरिसकेका थिए तर कसैले उनको बारेमा केही भन्थेनन् किनकि उनले गोल स्कोर गरिरहेका थिए र पछि यही ओभर वेटको कारणले गर्दाखेरि 2005 देखि 2007 मा रोनाल्डो नजारियोले धेरै इन्जुरी फेस गर्नु पर्यो जसको कारणले गर्दाखेरि रोनाल्डो नजारियोले फ्रिक्वेन्ट गेमहरू मिस गर्न थाले र यति धेरै इन्जुरीहरूको कारणले गर्दाखेरि उनको र उनको कोचसँगको रिलेसन बिग्रिँदै गयो जसको कारणले गर्दाखेरि रियल मड्रिडले कन्ट्र्याक्ट एक्सटेन्ड गर्दैनन् र जसको कारणले गर्दाखेरि रोनाल्डो नजारियोले रियल मड्रिडलाई छोडेर एसी मिलानलाई एक्सेप्ट गर्छन् र रोनाल्डो नजारियोले आफ्नो रियल मड्रिड करियरमा टोटल 177 गेम खेलेर 104 गोल स्कोर गर्छन्। 2007 मा रोनाल्डो नजारियो एसी मिलान ट्रान्सफर हुनु पर्यो र ती फ्यु खेलाडी मध्ये बने जो चाहिँ दुईटै मिलान एसी मिलान र इन्टर मिलानको लागि खेले र गोल स्कोर गरे। आफ्नो फर्स्ट सिजनमा रोनाल्डो नजारियोले जम्मा 14 गेम खेले र ती 14 गेममा 7 गोल स्कोर गरे र आफ्नो सेकेन्ड सिजनमा ड्यू टु नी इन्जुरी एन्ड वेट इस्यु रोनाल्डो नजारियोले जम्मा 300+ मिनेट खेले। डिस्पाइट लास्टको 10 वर्षमा रोनाल्डो नजारियो वर्ल्डको बेस्ट प्लेयर भए तापनि उनले कहिले च्याम्पियन्स लिग जितेनन् र म्याराडोना पछि रोनाल्डो नजारियो यस्तो वर्ल्डको बेस्ट खेलाडी थिए जुनले कहिले च्याम्पियन्स लिग जितेनन्।
त्यसै गरी 13 फेब्रुअरी 2008 मा रोनाल्डोले फेरि सेभरल इन्जुरीहरू फेस गर्नु पर्यो, जसको कारणले गर्दा रोनाल्डोलाई हस्पिटलमा लानु पर्यो। र यहाँ चेक गरेपछि थाहा भयो कि रोनाल्डोले आफ्नो लेफ्ट नीको नी लिगामेन्ट पनि ब्रेक गरिसकेछन् भनेर। स्याडली यो इन्जुरी R9 को करियरको लागि एकदमै डेन्जरस थियो र यो इन्जुरी पछि R9 ले पहिला जसरी कहिले फुटबल खेल्न सकेनन् र एट द एन्ड अफ द सिजन रोनाल्डो नजारियोले एसी मिलानलाई छोड्छन् र ब्राजिलमा ट्रान्सफर गर्छन्। द लास्ट च्याप्टर। धेरै मान्छेले यो इन्जुरी पछि R9 को करियर ओभर भयो भनेर सोच्थे, तर R9 ले ती सबैलाई फेरि गलत प्रुभ गरिदिए बाई स्कोरिङ 35 गोल्स इन 69 गेम एन्ड बाई विनिङ 2 डोमेस्टिक कप। त्यहाँका मान्छेहरू जस्ट R9 लाई खेलेको हेर्न आउँथे। उनीहरूलाई थाहा थियो R9 पहिला जस्तो खेल्न सक्थेन, न त R9 ले पहिलाको जस्तो गोल गर्न सक्थ्यो, तर त्यहाँको मान्छेले R9 लाई एकदमै धेरै रेस्पेक्ट गरेको कारणले, जस्ट R9 लाई खेलेको हेर्ने इच्छाको कारणले त्यहाँका मान्छेहरू स्टेडियम भरि R9 लाई हेर्न आउँथे र डिस्पाइट अल द इन्जुरी R9 पनि त्यहाँको फ्यान्सको लागि चाहिँ गेमहरू खेल्ने गर्थे। र आफ्टर अल दिस इन्जुरी 2011 मा R9 ले रिटायरमेन्ट लिन्छन्। R9 ले आफ्नो करियरभरि टोटल 616 गेम खेल्छन्, जसमा उनले 414 गोल स्कोर गर्छन् र 127 असिस्टहरू प्रोभाइड गर्छन्। डिस्पाइट यति धेरै इन्जुरी र ओभरवेट इस्यु, रोनाल्डो नजारियो बिकम द ग्रेटेस्ट स्ट्राइकर अफ फुटबल हिस्ट्री। हि वाज द कम्प्लिट स्ट्राइकर अफ फुटबल हिस्ट्री। र अहिले पनि जब कुनै स्ट्राइकरहरू फुटबल खेल्ने गर्छन्, सबैले उनलाई रोनाल्डो नजारियोसँग कम्पेयर गर्छन्। र मेनी पिपल बिलिभ द्याट यदि इन्जुरी नहुने भएको भए हि विल बी द ग्रेटेस्ट प्लेयर अफ अल टाइम बाई ओभरकमिङ पेले, म्याराडोना, योहान क्राइफ। र रोनाल्डो नजारियो आफ्नो करियरभरि आफ्नो स्पिड, क्रिएटिभ प्ले मेकिङ, ड्रिब्लिङ र फिनिसिङको लागि चिनिने गर्छन्। र डिस्पाइट अफ सानो करियर कतिको लागि रोनाल्डो वाज द ग्रेटेस्ट प्लेयर अफ अल टाइम भन्ने कतिको लागि हि इज द ग्रेटेस्ट स्ट्राइकर अफ अल टाइम। र यदि कोही मान्छेले हाउ गुड रोनाल्डो नजारियो सोधे भने तपाईँहरू यो स्ट्याट र यो भिडियो त्यो मान्छेलाई देखाउन सक्नुहुन्छ। प्लिज च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र यो भिडियोलाई लाइक र सेयर गरिदिनुहोस्। यस्तै फुटबलिङ कन्टेन्टको लागि हाम्रो च्यानललाई फलो गर्नुहोस्। हस्त, जय नेपाल।